हेलो गाइज, ल आज चाहिँ हामी यता लेक व्हिटनीमा चाहिँ क्याम्पिङको लागि आछौँ। ल है गाइजहरू, हाम्रो चाहिँ यहाँ झिल्के, अमिर, भास्कर, अभिजित ब्रो, हाम्रो चाहिँ दिवस अनि अर्जुन छौँ अहिलेलाई चाहिँ। केटाहरू आउँदैछन् है त। इन्ट्रोड्युस त अब मैले गराइसकेँ त। कति आयो त्यो मासुलाई हाल्नु पर्यो नि, अर्को पकाउने मासुलाई। त्यसको लागि छुट्टै छ। ए पाखैमा म्यारिनेट हो भएर ल्याउँछ होला तिमीहरूले भन्ने भयो क्या, त्यो मासुको म्यारिनेसन। ल केटाहरू यहाँ टेन्ट सेटअप गर्दैछन् है त। एउटा यता छ, एउटा यता छ। यहाँ केटाहरू ह्यामक सेट हान्दैछन्। सही भयो यार, ह्यामक हान्ने। हाम्रो लेक चाहिँ यहीँ छ है गाइस। एकदम बेस्ट पार्ट चाहिँ आजको भ्यू हेर्दै। टेन्ट पनि यता लाउनु पर्ला छ अरे एउटा त, लेक भ्यू गर्दै क्या लाथी। ल फाइनल सेटअप अहिलेलाई 3टा टेन्ट अनि त्यसपछि ह्यामक। अनि केटाहरू यहाँ रेडी गर्दैछन्। चटपटी अलमोस्ट रेडी हुँदैछ। छोपेर आएछ नि, केटाहरू इन्जोय गर्दैछन् है। ओके के छ हाम्रो लेक व्हिटनी। केटाहरू यहाँ फिसिङ हान्दैछन्। हेर्नुहुन्छ मैले कतिवटा माछा मारे। माछा भ्याकुत त भयो कि हो गाइज। केही छ के एनी लक? अर्जुनले ऐना चाहिँ भाद्ला गरेको चाहिँ के अरे? तिमीले के भन्थ्यो अरे माछालाई? माछा त यहाँ भाद्ला उफ्रिएको छ, के भन्थ्यो नि? यसो हेर्दाखेरि त त्यो मलाई कछुवाले खाला हात छ। नाइस। कस्तो राम्रो वेदर भएको यार, बेस्ट भयो त। दुईजना केटाहरू थपे है यहाँ चाहिँ, सन्देश र हाम्रो के अरे उसको ब्रोको नाम ईश्वर ब्रो। ल ईश्वरै आएपछि त अब कसै केही लाग्दैन यार गाइस। ईश्वर आएपछि अब कसै केही लाग्दैन क्या। लगाइ चाहिँ चटपटे हाम्रो चाहिँ एकदम रेडी भयो। बेस्ट चटपटे बनाएको छ भन्ने कुरो भएको छ। के छ गाइस, चटपटे कस्तो हो? ल ठिक छ सही हो ल। गाइस हाम्रो चाहिँ यहाँ चिकन बन्दैछ। मासु भात खाने कुरो भयो बेलुका चाहिँ। सो फार गोइङ गुड है। अहिले चाहिँ क्याम्पिङ साइडमा लाइट बालेर क्याम्पिङ साइड होइन के त्यो? क्याम्पिङ साइड आरबी मेरो क्याम्पिङ साइड होइन भनेर असली मजा भनेको यस्तो हो कि यहाँ टक्क आकाश मुनि बसेर टक्क तारा गर्ने हो क्या। यहाँ तारा टक्क गाइस, तारा देख्यो भने फोनमा देखेको चाहिँ यार। गाइस कडा ग्यास बल्दैछ। अब चाहिँ हाम्रो यहाँ मासु पाक्दैछ ढ्याक्क लाएर। हाम्रो सेफ आजको सन्देश। हाम्रो सधैँ चाहिँ यो मासु पकाउने भेज सेफ हुन्छ, कडा बनाउँदैन है फेरि। हाम्रो यता भेज सेफको लागि पनि स्पेसल। ल हाम्रो चाहिँ भेजको लागि चाहिँ यहाँ सिमी र के हो यो चाहिँ काउली रेडी छ होइन। अब आलु र प्याज काटेपछि रेडी हुन्छ भेजको लागि। यो चाहिँ नन भेज। ल गाइस हाम्रो यहाँ आलु पोलिङ कार्यक्रम हुँदैछ है। कसम आलु एउटा त बाहिरै छ त भाइ। यो अर्जुनको बाहिर एउटा सिङ्गल आलु छ क्या। ल गाइस यो चाहिँ भेज आइटम बन्दैछ होइन हाम्रो। के बन्दैछ सन्देश भनिदेऊ। हजुर साग कस्तो लाग्यो तिमीलाई? साग होइन, मुला, सिमी र आलुको तरकारी। ल हाम्रो चाहिँ यो आलु पुरै पोलेको आलु बेस्ट छ है। यहाँ हाम्रो चाहिँ केटाहरू रमाइलो गर्दैछन्। अलमोस्ट मिड नाइट। ल गाइस अलमोस्ट 1 AM हुन लागिसक्यो। अब हाम्रो चाहिँ यो डिनर फर द नाइट होइन। लेट्स गो गाइस हामीलाई जस्तो चाहियो त्यस्तै छ कि छैन भात? यस सर, त्यस्तै छ। ल झ्याम मासु भात खाऊँ होइन। के यो कसले खायो? यो कसले खायो? मर्ने मान्छे पठाएको भने लगाइस। सरी गाइस।
यो हाम्रो चाहिँ माफिया काम हुँदैछ गाइस अघिको जस्तै गल्ती हुन्छ अलमोस्ट 2 AM अघि यतिकै मलाई जस्तो लाग्यो Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Bhaskar. Happy birthday to you. My God. अब सुत्न आएको यो चाहिँ कतै भन्दाखेरि भन्दा ठुलो मैले ओइ 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 बिस्तारै बिस्तारै काटा त्यही जय भास्कर धन्यवाद गाइस ल है भास्कर ओइ भित्र रात रात नि छ कि ल गाइस यो 2 AM इन द मर्निङ हैन अब यो चाहिँ केटाहरू सब चाहिँ सामानहरू रकुलले खान्छ भनेर पुरै एउटा टेन्टमा राखेर बाँकी टेन्टमा चाहिँ हामी सुत्ने ट्राई गर्दैछौँ है त गाइज ल गुड नाइट ल हाम्रो सुशी गुड मर्निङ सुशी सुशीले फेरि खाए सुशी न है गाइस हाम्रो मर्निङ यस्तो भइहाल्छ बोल हान्छ हेरिराख केटा एक हुनेवाला छ माथि चिया पछिको अन्डा चिया चिया पकाएर चाहिँ हामीले किचन नुन छ बे लगाइछ हाम्रो चाहिँ अब एउटा ट्रेल यहाँको राम्रो ट्रेल छ टुवर्ड्स ट्रेल हेड भन्ने छ अब यो ट्रेल चाहिँ हामी जाँदैछौँ यहाँबाट लगाएको छ यो सोल्टीले जबरजस्ती भ्लग बनाउनु लागेको छ यो चाहिँ मेरो चाहना थिएन हाम्रो सुशी हामीलाई बाटो देखाउने चाहिँ हेलो ल हाम्रो आजको गाइड है यो ट्रेल गाइड हो गाइज एकदम फलो ल हाम्रो साथीहरू जोडिरहेछन् है यहाँ ट्रेलमा चाहिँ हाम्रो परेवाले साथ दिँदैछ दुईजनाको पुरै चलिरहेछ कसले चाहिँ बाटो देखाउने भनेर परेवा के ट्र्याकर मसँग छ केटाहरूले राति सुत्दाखेरि फेरि गरेर चाहिँ ओछ्याउला नि ट्रेलको साइड साइडमा चाहिँ यस्तो मजाको फुल फुलेको छ ट्रेल चाहिँ यस्तो राम्रो छ कि लगाएर दुई साइडमै फुलहरू अनि छेउमा लेक क्या ल हामी यहाँ आइपुग्यौँ यताबाट यो ट्रेल राउन्ड एबाउट जान्छ गाइज हाम्रो ट्रेल यहीँ सक्यो मजा आयो लास्टै हाम्रो ट्रेल रहेछ हावा मजाले लागेछ मिठो वेदर छ अब यहाँ
आज योचोटि अब मलाई पैसै पठाएर त्यही पैसाले काट्ने हो यहाँ कडा हावा चलेछ यहाँ चाहिँ काग गर्दैछन् पैसा गर्दैछन् हाम्रो अर्जुन यहाँ पुरै एक्टिभली लाग्छ बार्बिक्यू ग्राउन्ड अब हाम्रो अलरेडी to go guys. ल गाइज अब चाहिँ हाम्रो ऱ्यापअप भयो है थ्याङ्क यू सबैजनालाई गाइज ल नेक्स्ट टाइमलाई गर्नुपर्छ फेरि सही ल गाइज ब्याक टु होम है त